गलकोट म्युजिक एन्ड फुड फेस्टिभल कलाकारहरू यो हो गलकोट दरबार। यो नयाँ बनाएको बिल्डिङ हैन, यो प्राइभेट हो। दरबार जाने बाटोमा घुम्नु यताबाट ठ्याक्कै उहाँ नजिकै रहेछ त। हर्चर बजारबाट बजारमै भनौँ अब नजिकै भन्दा नि यहाँबाट ठ्याक्क लगाएर ए रिसोर्ट चलाएन दरबारभित्र। यो सरकारी सम्पत्तिमा यसो गर्न पाइन्छ? दरबारलाई व्यक्तिको नाममा गरिदिए हो र? ए यो त देशको सम्पत्ति हो नि खासमा त यार। राजाको नातिको नाममा छ। मल्ल राजाको होइन, पहिलाको मल्लहरूकै नाममा हो अहिलेसम्म। ए हेर्न घुम्न त पाइन्छ नि। म त यो सरकारी सम्पत्ति नै होला भनेको थिएँ त। अब जमानाको हाम्रो एउटा इतिहास हो नि त यो त होइन। पोखरी राजाको स्विमिङ पुल होला उति बेला जमानाको होइन त। पुरानो सबभन्दा पुरानो बिल्डिङ त्यही होला दरबार। यो पछि बनाएको यो रिसोर्ट बनाउनुलाई यो बिल्डिङ पनि पुरानो हो। यो घर पुरानो घर मल्ल राजाको दरबार गलकोट दरबार। यस्तो दरबार थियो राजाको पहिला। राम्रो त राम्रै बनाएको रहेछन्, स्याहार सुसार त गरेको रहेछन्। तर यो प्राइभेट सम्पत्ति हो भन्दाखेरि अलि दुःख लाग्यो। यो सरकारी राज्यको सम्पत्ति हुनुपर्ने हो। हाम्रो इतिहास बोकेको ठाउँ हो नि त्यो त। एउटा माछा ठुल्ठुलै छ त। उल्टे पौडिरहेछ कि क्या माछा त्यहाँ? ए सेतो माछा उल्टो जस्तो देखिएको माछा हालेर रहेछन् यहाँनिर पोखरीमा। अनि यता नि रहेछ यो चिसो पानीमा त ट्राउट माछा हालिदिने अनि मजाले हुन्छ। यो त चिसो छ नि त पानी देख्नु। ए सेतो हाँस, सेतो हाँस। उतातिर जाऊँ है, यता पछाडिपट्टि हेर्ने ठाउँ छैन? गलकोट दरबार पुराना जमानाका राजाहरू बस्ने ठाउँ। पहिलोचोटि यहाँनिर यो बाटो हिँड्नलाई धेरै हिँडियो, तर यहाँनिर छिर्ने मौका चाहिँ मिलाएको थिएन। यता टोइलेट साइलेट यतापट्टि नि कुकुर आउँछ त। ए छोड छोड छोड। ए भोटेको छाउरो जस्तो छ त्यो त। नचल है टोक्लास। ए यो लुटपुटी गऱ्यो फुच्चामा। आँपको रुख रहेछ, बगैँचा होला। पहिला पहिला यसो राजाको फ्रेस हुने ठाउँ होला नि त यो। अनि यतापट्टि यो पनि पुरानै बिल्डिङ हो पक्कै। बिल्डिङ यो मन्दिर दरबारमा मन्दिर बनाएर पुजारी राखेरै पूजा गर्थे पहिला पहिला राजाहरूले। यताको यो सायद धर्मशाला होला पुरानो। यो मन्दिर भएपछि यो दरबारको पछिल्लोपट्टि यो नासपतिको रुख रहेछ, काट्दै रहेछन् सबै। पुरानै रुख हुन्। उयो के को फुल हो यो? फुल फुल्या चाहिँ के को रुख? स्याहार सुसार चाहिँ गरेर रहेछन् राम्रै होइन। यतिको भएपछि यो भत्किन्न बच्छ। यो पनि पछि हालेको पिङ होला। भत्के भाँचिएछ त्यही पनि। रिसोर्ट यहाँ बस्ने खाने व्यवस्था छ कि क्या हो? यो तलतिरको बजार एरिया भइहाल्यो। यहाँबाट यति हिम्मासम्म छिरेर हेरौँ न त। यतातिर हेर्नु पऱ्यो नि त। अनि यही हेर्नुलाई आयो खासमा। यो रेलिङ सेलिङ यस्तो उयोहरू त पछिबाट हालेको होला नि यो त।
पुरानोमा यो मेटलको उस्तो हुँदैन हुन्थेन त्यही पनि भत्केर पछि चेन्ज गरेछ नि काठको ढोका थियो कस्तो छ भित्र हेर भाइ के हुँदो रहेछ पुरानो दरबार कस्तो हुँदो रहेछ ढुङ्गा बिछाएको रहेछन् भित्रपट्टि नि भुइँमा कोठा तिनतिरबाट मगाएर झ्यामबाट भङ्गेरा बसिरहेछ राजाको आत्मा होला यो सायद पुरानो गौथली ए गौँथली हो भङ्गेरा होइन गौथली होइन र हो क्या खै भगेर गौँथली हो क्या ए बुढो